हल्का हल्का पुरै आज त मेरो बारी जस्तो हिँड्नु सक्दैन बाँच्ने नि त हामी चाहिँ सानो ठाउँ 10 रुपियाँ पनि खुसी हुने ल टाउटो जाने यो अटो ल यो अटो चाहिँ रुक्यो टाउटो देखो यो अन्डा देखो अंडा खाना तो क्यों को अंडा खाना नहीं अंडा तो मैं आपका है कितने का है फिर वो क्या है किसको ऐसा मानने वाला है क्या किसको हेलो गाइज आज न्यू डे न्यू ब्लग हजुरहरूलाई कस्तो लाग्छ हेर्नु होला लास्टसम्म चाहिँ आज नर्मल खासै भिडियो छैन मेरो त्यस्तो के कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला है ल त्यो हुन्छ मेरो दिमाग चाहिँ के भयो भन्दाखेरि आज हिजो यार मैले के चार्जिङ होटलमा भुलेर आएँ क्या आज छुट्टी छ चार्जिङमा भुलेर आएँ के भन्छ फेरि बिहान लख फेरि जानु पऱ्यो नि डबल काम भएन मेरो यस्तो छ दिमागसँग हेरेर के भन्नु जब बिहानको चाहिँ भ्यू है बादल यस्तो दामी छ बिहान जानुपर्ने केटाहरू उठाउनु कि उठाएन खै यार होटलतिर पनि बिहान केही पनि खुलायो भने त खासै दोकानहरू कम हुन्छ भिड पनि हुँदैन छिटो गएर छिटो आउने भन्ने सोचेँ मेरो चाहिँ आज छुट्टीको दिन चार्जिङ लगाएर बालसाल काट्नु पऱ्यो टक्क बालसाल काटेको पनि भिडियोहरू देखाउँछु हजुरहरूलाई हेर्नु होला कस्तो हुन्छ मेरो होइन छुट्टीमा के गर्छु आज म चाहिँ अहिले चाहिँ हेरेर एउटा दोकान पनि खुल्ला छैन देख्नुभयो एउटा दोकान खुल्ला छैन एउटा मात्र रहेछ एउटा दोकान खुल्ला ठ्याक्क 9 बजे नि त 9:30 भयो 10 बजीदेखि खुल्छन् छोटो दोकानहरू त्यो मात्र खुल्ला छ अहिले चाहिँ यतातिर है हाइवे पुग्नु लाग्यो म चाहिँ हाइवेमा चाहिँ कहाँको बारीपट्टि गयो भने बारीपट्टि चाहिँ आउँदैन होइन त्यही कारणले चाहिँ यहाँबाट चाहिँ यहाँ उत्तर चाहिँ अटो लाग्छ यहाँनिर उब्जाउने चाहिँ अटो त्यहाँ हेरेको छ अटो चाहिँ देख्यो यो अटोमा चाहिँ चढ ल यो अटो चाहिँ रोकिनु टाउटो जाने यो अटो ल यो अटो चाहिँ रुक्यो टाउटो देखो यो अटो चाहिँ रुक्यो मलाई चाहिँ टाउटो पुगाउँछ यसले खालि हो नि त आज मान्छेहरू छैन बिहानै बिहानै मान्छेहरू बिहान छिटो फास्ट हिँड्छ नि त गाडीहरू चाहिँ यो अटोले चाहिँ हो मलाई नरोकेको रोकेन यो अटो चाहिँ यो अटोलाई पनि छोपिसक्यो देखो यो अटोभन्दा चाहिँ अगाडि त्यो अटोभन्दा चाहिँ अगाडि गयो कि म फेरि त्यो अटोभन्दा अगाडि त्यो अटोले अघि मलाई रोकेको यता हाते गएको हातले नरोकिदिएर चाहिँ नरोकेर चाहिँ बारिस सिजनमा चाहिँ कस्तो हुन्छ भन्दा पुरै रोड के रोडै देखिन्न बारिसमा त्यसको बारिस आउँछ आयो भने चाहिँ के एकचोटि कतै 2019मा हो कि कतिमा चाहिँ त्यो अहिले देखाउँछ हजुरलाई ब्रिज पुरै ब्रिज डुबेछ ब्रिजको माथिबाट पानी आउँछ कि माथिबाट आएको थियो क्या त्यति बेला चाहिँ त्यसपछि चाहिँ आएन अरे खासै त्यति बारिसहरू एकचोटि 2019मा चाहिँ त्यो ब्रिजको माथिबाट पानी आउँछ सोच कति धेरै आयो क्या त्यति बेला भनेको मजाक हो यति माथिबाट आयो भने बस ओके यो चाहिँ मेन हो यो चाहिँ हाम्रो टाउटे होटलतिर टाउटे होटल हो टाउटे होटलमा चाहिँ यो ब्रिजको माथिबाट पानी आउँछ अरे क्या यो ब्रिजको यत्रो ठुलो ब्रिजको माथि 2019मा चाहिँ यो ब्रिजको माथिबाट पानी आयो अरे क्या यो मेन हाइवे हो किन टाउटे होटलको हाम्रो मेन हाइवे चाहिँ यो पुना जाने हाइवे गयो अहिले पुना मुम्बई यो चाहिँ कोल्हापुर हाइवे जान्छ ऊ देख्नुभयो यत्रो ठुलो छ यहाँबाट चाहिँ अटो समातेर चाहिँ फेरि म होटल लाइनतिर जाने हो एक होटल चाहिँ मेरो देखाउँछु हजुर देखा यहाँ मेरो 4 दिन छुट्यो यहाँदेखि लगाएर खुला चाहिँ छैन हेरौँ न खुला गर्न सक्छु नि त म खुला छैन केटाहरू माथि सुत्यो होला केटाहरू सोध्नु पऱ्यो त्यो माथि लगेर त्यो गइदिनु भने खै रुममा यो कहिले काम गर्ने होटल चाहिँ केटा है त्यस्तो छ अहिले खुला छैन यहाँ माथि सुत्यो होला केटाहरू ड्युटी नै गरेन आज केटाहरू यहाँ केटाहरूको सुत्ने चाहिँ लगेर भाइ फर्किसक्यो किन भन्दाखेरि चार्जिङ लिइसक्यो नि त मेरो कामै यो त यसरी चार्जिङ लिएर आउने मात्रै काम छ कि
हिजो नछुटेको भए चाहिँ म जान्थेन, छुटिहालेँ, दिमागै पुगेन हिजो, के गर्नु। जानु पऱ्यो, बाल काटेको कस्तो काटिदियो, तर काट्न चाहिँ हेरौँ कस्तो काट्यो, राम्रो देखेछ नि देखेँ होइन भन्नुलाई, मलाई चाहिँ बाल चाहिँ काटेको है, कमेन्ट गरिदिनु होला। चट्ट परेर टक्क त्यो हेरेर चाहिँ घुम्ने चिज छ यो। साँझ 5 बजी चार्ज हुन्छ यो चाहिँ। यहाँबाट चाहिँ म खानेकुरा लगेर जान्छु यो दोकानबाट, अनि अगाडि त्यहाँ एउटा मन्दिर छ, त्यहाँनिर शीतल हुन्छ नि त, त्यतातिर गएर बस्छु म चाहिँ। एउटा मेरो अङ्कलबाट खानेकुरा लाग्छु, म अङ्कल चाहिँ सामान हल्का फुल्का लगेर धेरै लगेन, एक्लै मान्छे कति खाने हो र होइन, यति मात्र सामान लगेर गर्छु म चाहिँ खानको लागि त्यो गर्छु। अनि त्यही कारणले अब एक्लै मान्छे जति धेरै खान्छ होइन, थोरै भयो भने पर्छ, 1 आधा घन्टा कट्यो भने धेरै हुन्छ, त्यहाँनिर बसेर आरामले शीतल ल। त्यहाँ पुगेपछि चाहिँ म देखाउँछु, लोकेसन चाहिँ पुगिसकेको म चाहिँ हेर है। यस्तो छ म बस्ने चाहिँ लोकेसन चाहिँ यस्तो छ हेर, भ्यूहरू है, टक्क परेर चतार यहीँ हो म बस्ने चाहिँ। हेर गाडीहरू यस्तो दामी लगाइरहेको छ, आफ्नो चाहिँ कहिले किन्ने होला थाहा होइन। म बस्ने चाहिँ यही हो, यो मन्दिर छ, यो मन्दिरनिर टक्क यो मन्दिर भइहाल्यो, मन्दिरमा बस्ने टक्क यतातिर टक्क यहाँ बस्ने म चाहिँ होइन, यहाँ बस्ने यो मन्दिर भइहाल्यो, यहाँ सामानहरू राखेर यता टक्क बस्ने। यस्तो बसेर हेर्नु भ्यूहरू यस्तो दामी देखिन्छ यतातिर चाहिँ, हावा चल्छ अनि मस्त हावा चल्छ नि त, शीतल हुन्छ, कसको टेन्सन पनि हुन्न, केही पनि हुन्न। छुट्टी भएपछि यहीँ आयो बस्यो टक्क होइन, के गर्ने त, अनि कहाँ बस्ने, गर्मी हुन्छ अहिले चाहिँ, रुममा जाम फ्यान चलाए पनि तातो हावाहरू फाल्छ, अनि यहाँ चाहिँ के छ भने चाहिँ शीतल हुन्छ, चिसो हावा चल्छ, ठिक छ नि त। यहीँ दिन काट्नु त राम्रो होइन, 1-1.5 घन्टा यहीँ बसेर काट्यो भने भइहाल्छ नि त, ठिक छ। यस्तै छ यतातिर चाहिँ है, यत्रो घरहरू बनाइसकेछन् मान्छेहरूले चाहिँ, आफूले कहिले बनाउने हो के अत्तो छैन, आफ्नो चाहिँ यस्तै छ। 10-20 रुपियाँको खानेकुरा ल्यायो, खायो, बस्यो, त्यही कारणले चाहिँ जिन्दगी त्यतिकै चलिरहेको छ यार। आफ्नो चाहिँ यो चाहिँ चोको भन्ने के रहेछ, नयाँ म टेस्ट गर्छु होइन। तर अब बच्चाहरू भन्छन्, मान्छेहरूले भन्छन् बच्चाले खाने सामान चाहिँ तैँले खाइरहेछस् भन्ने, मलाई त्यो होइन, मैले चेक गर्नलाई मात्र ल्याएको, बच्चाहरू खान्छन् तर यार राम्रो मानेर खाने होला नि त, हामी पनि खाउनु कस्तो हुने रहेछ यो चाहिँ होइन। ठिक छ नि त, चक्लेट रहेछ भित्र हालेको, बाहिरबाट चाहिँ पाउ भित्र चक्लेट रहेछ नि त। ल म दिन्छु यहाँबाट, यस्तो फाल्छु त्यहाँ समात्नु होला नै, मैले खाएँ पनि भइहाल्छ, त्यही भइदिनु होइन। खानेको आमा खाँदै गफ गर्दै बस्छौँ आज हामीहरू होइन, गफ गरौँ कस्तो दिन चलिरहेछ हजुरहरूको, के भइरहेछ जिन्दगीमा, के गर्नुहुन्छ, कस्तो गर्नुहुन्छ होइन। आफ्नो त यस्तै ताल परदेशी भएपछि महिनामा 1 छुट्टी हुन्छ, त्यो छुट्टी भने कहाँ जान्छ थाहै हुन्न, कसैसँग भेटघाट हुन्न, साथीभाइहरूसँग भेटघाट हुन्न, केही पनि हुन्न नि त। एक्लै भयो भने चाहिँ देख न, आज म एक्लै छु क्या, साथीभाइ छैनन्, केही छैन, कसैसँग फोन छैन, केही छैन, छुट्टी भयो, आरामले बसेछु यहाँ है, त्यतिकै एक्लै बस्यो, खाँदै चिप्सहरू खाँदै बस्यो। गर्मी पनि होइन, यत्रो गर्मी बढ्यो होइन, यत्रो टक्क यत्रो गर्मी बढिसक्यो, गर्मीमा पनि कहाँ घुम्ने, त्यही कारणले यसै बसिराख्ने ल। शीतल भयो भने रुमतिर जानुपर्छ, खाना खाएन, खाना खानु पऱ्यो, चिप्स खाएर त हुन्न, पेट भरिन्न, यो चाहिँ खाना त खानु पऱ्यो। हाँस्छन्, मैले भिडियो बनाउँछु, मान्छेहरू हाँस्छन्, नाना थरी भन्छन्, गर्दा भन्छन्। एउटा कुरा यस्तो याद आयो क्या अहिले चाहिँ, बाल्यकालको कुरा याद आयो क्या टक्क है, के हो भन्दाखेरि जब उतिलाई पैसा कमाउने थिएन नि त, हामी चाहिँ सानो थियौँ, 10 रुपियाँ दिए पनि खुसी हुने, 5 रुपियाँ दिए पनि खुसी हुन्थ्यो नि त त्यति बेलाको चाहिँ। यस्तो बेला कसलाई याद छ है, के हुन्थ्यो भने चाहिँ 10-20 रुपियाँ घरदेखि दिए पनि लास्ट खुसी लाग्ने के। 10 रुपियाँ त झन् हामीलाई कस्तो लाग्छ भने चाहिँ दिएपछि त्यति बेला 100 रुपियाँ जस्तो लाग्थ्यो क्या 10 रुपियाँ चाहिँ त्यति बेला चाहिँ हामीलाई है। अहिले चाहिँ होइन, 1000 रुपियाँ 10,000 रुपियाँ दिए पनि हामीलाई कम पर्छ क्या, कहाँ उमेर बढ्दै गयो। उति बेला पैसा कमाउँथेन, पैसा धेरै लाग्थ्यो, कम दिए पनि। अहिले पैसा कमाउने भएर पनि 1000 10,000 पनि कम पर्छ क्या आफूलाई, किन होला
मलाई त अझै पनि कमाउने भए पनि मैले होइन यस्तरी यति यस्तरी कमाउँछ भनेर मैले सोच्नुहुन्छ होला। त्यो भन्न खोजेन। आफ्नो रियालिटी भनेको मैले काम गर्छु, जब गर्छु होइन इन्डियातिर। किन भन्दाखेरि मैले जब गरेर पनि मैले पैसा कमाइरहेको छु नि त होइन। पैसा कमाउँदाखेरि पनि अझै पनि मलाई चाहिँ मेरो घरकै आश लाग्छ क्या, मम्मीको आश लाग्छ, यार दिन्छन् कि भन्ने आश लाग्छ क्या अझै पनि। मैले मम्मीलाई दिने ठाउँमा भए पनि उल्टा मलाई माग्न मन लाग्छ कि, झन् आश लाग्छ कि मलाई दिन्छन् कि भनेर के। केही नभए पनि ल ठिक छ, मैले मम्मीलाई कमाएर मैले दिने हो, मैले दिइरहेको छु, दिएँ होला ठिक छ। त्यही पनि अझ उनकै आश लाग्छ कि मलाई दिन्छन् कि, दसैँ तिहार आयो ल मलाई पैसा दिन्छन् कि भन्ने आश लाग्छ क्या। टिका लगाएर दिन्छन् कि भन्ने आश लाग्छ कि। सानोमा हुँदाखेरि हुन्थेन, टिका लगाएपछि ठुल्ठुलो आफूभन्दा ठुलो मान्छे आएपछि टिका लगाउन आएपछि अब यसले त फिक्सै पैसा चाहिँ दिन्छ भन्ने आश चाहिँ मलाई चाहिँ हुन्थ्यो है केटाहरू। अब तिमीहरूलाई हुन्थ्यो कि हुन्थेन त्यति बेला चाहिँ है, मलाई चाहिँ हुन्थ्यो पैसा दिन्छ कि भन्ने आश लाग्थ्यो। अनि टिका लगाएपछि अनि पैसा दिन्छ भन्ने कुर्थेँ क्या, दिन्छ कि भन्ने आश लाग्ने। अहिले चाहिँ अब कस्तो लाग्छ भने अब चाहिँ टिका लगाएर उल्टा दिनुपर्ने क्या। अब सानो मान्छेले अब आउँछन् त भाइहरू, आउँछन् बहिनीहरू, अब दिनुपर्ने भएन। अब कमाउने भयो पैसा त दिनु पऱ्यो। अब त त्यसलाई भने छैन, ठुलो भयो नि त, अब दिँदैन नि त, अब दिने हो, अब उल्टा दिने हो नि त, त्यो बेला दिने थियो। त्यस्तो मलाई चाहिँ बहुत लोभ लाग्छ अझै पनि, आश लाग्छ मैले घरको दिन्छन् कि भन्ने आश लाग्छ अझै पनि। कसलाई लाग्छ कमेन्ट गर्नु होला। मलाई त बहुत आश लाग्छ अझै पनि घरको चाहिँ है, दिन्छन् कि भन्ने। अझै पनि 10 जनवरीमा टिका लगाएपछि चाहिँ हाम्रो जिमासँग चाहिँ पैसा माग्नै हाल्ने हो कि। मम्मी र जिमासँग पैसा म मागिहाल्छु क्या, दिनै पऱ्यो मलाई, दिनु पऱ्यो। बरु 100 दे 200 दे मलाई पैसा देऊ क्या। टिका लगाएपछि मलाई चाहियो त चाहियो पैसा। त्यस्तो छ अझै पनि हेबिट चाहिँ मेरो चाहिँ। यो हेबिट चाहिँ छुट्दैन, माग्दैनन् होला। अब कसैको अब हेबिट चेन्ज भयो होला, कस्तो भयो होला नि त। मेरो छैन, म त जस्तो पहिला थिएँ सानोमा त्यस्तै छु अझै पनि, त्यस्तै चञ्चले, त्यस्तै बोल्ने। जोसँग कसँग अर्को मान्छेसँग के बोल्नु छ त्यो थाहा छैन, जे मुखमा प्याच्च बोलिदिने हो। उसले दुःख मान्ला सुख मान्ला मतलब छैन, बाल छैन, बोलिदिने हो कि प्याच्च जे मनमा आयो बोलिदिने अर्को मान्छेसँग होइन। किन मनमा राख्ने त्यो कुराहरू, भनिहाल्ने किन राख्ने। मनमा राख्यो भने मनको मनमै अधुरो रहन्छ नि त भन्ने हो। म त प्याच्चै बोल्ने बानी, उसले फ्याट्टे जोसँग पनि फ्याट्टै बोलिदिन्छु। अब उसले रिसाउला के गर्ला कराउला भन्ने सोचिन्न, पछाडिको बोलिहाल्ने हो क्या। त्यही कारणले त्यो बानी चाहिँ अहिलेसम्म पनि सुध्रिए होइन, त्यस्तै छु, त्यस्तै भइराख्ने हो। म जस्तो छु त्यस्तै ठिक छ। त्यसले राम्रो मानेकै छ, फोन गरेकै छ, कुराकानी गरेकै छ होइन। जसले नराम्रो मान्थ्यो उसले नराम्रो मानेकै छ। के भएर त्यहाँ फरक केही छ छैन नि। यस्तै हो केटाहरू होइन। म चाहिँ यहाँबाट निस्किनु पर्छ होइन, चौतारीमा बसेर टाइम भ्याइयो अब होइन। रुमतिर जानु पऱ्यो, हल्का नुहाइ गर्छु। अरे ऊ कहाँ के रहेछ यार, ऊ यहाँ के देखेँ मैले है। अरे अन्डा देखो, अन्डा खै यहाँ त्यो के को अन्डा भनेर थाहा होइन। नानीहरू यहाँनिर अन्डा थियो, तर के को अन्डा त्यो थाहा भएन है। सापको अन्डा हो कि के को अन्डा हो। अन्डा मिल्यो मलाई चाहिँ। ए हल्लिरहेको थियो भित्र, बच्चा जस्तो छ यार। यहाँलाई चाहिँ फोडेर हेर्नुपर्छ। म यस्तो रुममा लगेर जान्छु यसलाई, अनि फोडेर अझ देखाउँछु। हल्लिन त्यो बच्चा जस्तो लाग्यो के छ हेर्दै गर्नु होला है। मलाई चाहिँ त्यो त्यहाँनिर मिल्यो थियो। ल म चाहिँ यता रुमतिर जान्छु यार, बोलाइरहेको रुमतिर नि अब नुहाइ गर्नै पऱ्यो। टक्क अनि नुहाएर खाना खाइसकेपछि अनि त्यसपछि पछितिर कहाँ यसो मोबाइलको कभर सभर लिनतिर जाने भनेको छु नि त मैले। साँझतिर अब यसो मोबाइलको कभर सभर लिनतिर के कस्तो हुन्छ। ल रुममा पुगेर देखाउँछु हजुरहरूलाई। रुममा पुगेँ, अहिले म फोडेर देखाउँछु यो चाहिँ है चाकुले। ल फोड्छु। त्यो अन्डा भेटाएको थियो कि अन्डा फोटेछु बाटो त्यहाँ आउँदाखेरि। खै त्यही त चाहिँ कता लाग्छु त्यहाँ गयो। त्यो अन्डा फोड्छु यहाँनिर। परिया गयो खै के गयो त्यो थाहा होइन, त्यो फोड्छु है। यो प्लेटमा हाल्छु, यो प्लेटमा हाल्छु। ए देखो अन्डा परिया गयो के गयो थाहा होइन। गनाइरह परियाको अन्डा यति ठुलो हुने रहेछ यार। बच्चा भइरहेको थियो कि हेर सानो छ त यार। जाम्मे छ उयो है, यो देख जाम्मे
बच्चा हुने थियो आज छुट्टीको काम चाहिँ यही भयो देखो अन्डा फेटाए चल पूरा जन्नत दिखता है वो लगा और फिर वैसे जन्नत दिखता है हाँ ये बकरी तुम्हारा आपका है कितने का है कितने का है 19,000 नहीं बकरी तो नहीं चाहिए लेके जाओ ना मारता नहीं मारता है तो फिर वो क्या है ऐसा कच लगाने का किसको ऐसा कच लगाने का ऐसा मारने वाला है क्या ऐसा मारने वाला है कच लगाने का किसको वो झाड़ का झाड़ को काटने का और फिर 1 2 3 ही बकरी है तो आपका तो फिर नहीं तो पहले तो ज्यादा था ना ज्यादा होता बेच गया मैं सब बेच दिया बेच दिया कितने में बेचा और 50,000 का बेच दिया मैं 50,000 में और बकरा बड़ा बड़ा हुआ ना हाँ उसको बेच दिया महंगा रहता है इधर वो सिंगम चश्मा लगाने का वो घुमाते किधर वो लड़की घुमाते कौन ऐसा तुम हाँ कहाँ लड़की घुमाता है मैं खुद नहीं घुमाता हाँ कभी आएगा अभी आएगा तो बाजार में जाके सामान लेके चलो जाते हैं हाँ हाँ बिस्किट हाँ 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 सच्ची लेके आता है हाँ सच्ची में लेके आता है बिस्किट चलो मान्छे पनि कमेडी छ यो चाहिँ जे ठिक लाग्यो मलाई मान्छे राम्रो छ यो कमेडी टाइमको बाख्रा क्या पहिला यति धेरै थियो अरे कतिवटा थियो बाख्राहरू बिस्किट लिएर आएछ भन्छ अहिले गएर बिस्किट लिएर आउनुपर्छ 10 रुपियाँलाई एउटा सानो ल दामी भ्यू है मा यस्तो बवाल भ्यू हेर आकाशको ल दामी छ यो देख यस्तो गएर हेर 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 ए देख सर यस्तो छ आज हेर यस्तो बादलको कारणले हो कि मस्त छ कभर लिन गएको कभरै मिलेन त्यहाँ हेर हामीलाई यार 2-3 दिनमा आउँछ भने अब 2-3 दिनपछि ल्याउनु पर्ला आज त यस्तै भयो रमाइलो छ है यार घोडो चढ्दिने हो माको छ घोडी हो कि घोडा त्यो सिधै घोडो भए चल्छ मा तोडेङ हान्ने सिधै ल्याम्म पारेर सिधा केटाहरू भएर ऊ त्यहाँ छ नि हेर क्या दिउँ क्या दिउँ अगरबत्ती बोलाउनु सर्र पारेर सुत्दिने हो यहाँ आएको जस्तो ल्याम्बो दिएको नि जस्तो यहाँ उल्लाला बुबु खुल्ला दिएको मस्त यस्तरी यहाँ सुत्न पाएपछि दिनभरि यसो सुतेकै पैसा मात्र मिल्ने भएको भए म यस्तै सुत्दिन्थेँ क्या यहाँ चिलमा चाहिँ सुतेपछि बिन्दा सुतेको पैसा मिल्ने भयो त यार सुतेको पैसा मिल्दैन के गर्ने होइन तपाईँलाई नि यस्तो सुतेको काम सुत्नेवाला मिल्यो भने कस्तो हुन्छ चस्मा लगाउँ चस्मा लगाएपछि त म अनमोल केसीलाई कहाँ ह्यान्डसम भन्छ नि त अनि मलाई पो ह्यान्डसम भन्छ होइन हेर न टक्क चस्मा लगायो भने त अनमोल केसी पनि फ्लप हुन्छ होला जस्तो लाग्छ मलाई त लाग्छ कि नै लाग्छ हल्का पुरै ओहो माई गड पुरै बद्दी आज त मेरो तारिफ यस्तो भइदियो म त सक्दैन बाँच्ने हस्पोट चालु गरेर छोडियो हस्पोट तिमी यहाँ कनेक्ट गर्ने हो के गर्ने हो कहाँमा मोबाइल कनेक्ट गरेर के गर्ने अहिले तिमी के आइसक्रिमहरू चाटौँला यार आइसक्रिम जस्तै नचाटौँ भन्थ्यो यार आइसक्रिमहरू त ल्याप चाटिदिने होइन टक्क